सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर 5 मा पर्ने ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको तौथलीमा मनाइने हिले जात्रा नेपालकै एक विशिष्ट र रोचक पर्व हो, जसलाई स्थानीय भाषामा गुनिला प्याखन पनि भनिन्छ। यो जात्रा हरेक वर्ष जनै पूर्णिमाको दिनदेखि 5 दिनसम्म विविध जात्राहरू ठुक्चुकु, मारुनी, माझिपा, ट्वाकल, रक्सिन, सरप्याखन, डुङ्गापार र बासालाया आदि जात्राहरू निकाल्ने परम्परा रहँदै आएको छ। नेवार समुदायको बाहुल्यता रहेको तौथलीमा मनाइने यो पर्व भीमसेन र त्रिपुरा सुन्दरी माईको पूजा आराधनासँग जोडिएको छ। यो जात्रालाई रोपाई सकिएको खुसियाली र राम्रो फसलको कामना गर्ने पर्वको रूपमा पनि लिइन्छ। स्थानीय मान्यता अनुसार यो जात्रा हेर्नाले वा त्यसमा सहभागी हुनाले रोग व्याधि निको हुने र सुख शान्ति प्राप्त हुने विश्वास गरिन्छ। तौथलीको यो जात्रा हेर्न काठमाडौँ, दोलखा र आसपासका जिल्लाहरूबाट ठूलो संख्यामा भक्तजनहरू पुग्ने गर्छन्। तौथलीको हिले जात्राले हाम्रो मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्न ठूलो भूमिका खेलेको छ। यो जात्रामा देखिने उत्साह र धार्मिक सहिष्णुता वास्तवमै लोभलाग्दो हुन्छ। जात्रा हेर्नका लागि पुग्ने जात्रुहरूले यहाँका प्राकृतिक तथा सांस्कृतिक सम्पदा अनि अन्य ठाउँहरूको भन्दा छुट्टै नेवारी भाषा र परम्परा आदिको अनुभूति गर्न सक्छन्। यहाँ रहेको प्रसिद्ध शक्तिपीठ त्रिपुरा सुन्दरी माईको मन्दिर, भीमसेन, नातेश्वर, भट्टेश्वर, गणेश, रक्तकाली र खानियोडार लगायतका मन्दिरहरूको दर्शनका साथै यहाँ रहेका खुल्ला जपसीले, चुलीडाँडा, हरिया जङ्गल अनि सुन्दर झरनाहरूको अवलोकन गर्न सकिन्छ।